के तपाईँलाई जान्न मन छ यार्सेटेकमा कसरी प्रडक्ट बन्छ भनेर? भिडियो बनाइदिउँ न त। बनाइदिउँ। सुरुमा हामीले आफ्नो इन्टर्नल टिमसँग डिस्कसन गरेर कस्तो प्रडक्ट बनाउने बारे छलफल गर्छौँ अनि त्यसको लागि हामीलाई के बेसिक रिक्वायरमेन्ट चाहिन्छ त्यसलाई हामीले ख्याल गरेर पिसिबी डिजाइन गर्छौँ। अब पालो पिसिबी मेकिङ प्रोसेसको। हाम्रो डिजाइन डबल साइड भएको हुनाले हामीले डबल साइड कपर क्ल्याड बोर्डको युज गर्छौँ। सुरुमा हामीले यस बोर्डलाई आफ्नो रिक्वायर्ड डिजाइन सेपमा काट्छौँ। काटिसकेको बोर्डको रस्ट हटाउनको लागि हामीले स्यान्डपेपरको युज गर्छौँ अनि त्यस बोर्डलाई हामीले इथेनलले सफा गरेर ड्राई गर्छौँ। अब सफा भइसकेको कपर क्ल्याड बोर्डलाई फोटोरेजिस्ट फिल्म लगाई लेमिनेसन मेसिनको प्रयोग गरी एयर बबल्स बिना बोर्डमा टाँसिन्छ। डिजाइन ट्रेसिङ पेपरको प्रिन्ट रिफाइन निकाल्नको लागि हामीले प्रिन्ट इन्हेन्सरको प्रयोग गर्छौँ। अब हामीले फ्रन्ट र ब्याक साइडको अलाइनमेन्ट मिलाउँछौँ। त्यसपछि हाम्रो डिजाइन बोर्ड युभी लाइटमा राखेर एक्सपोज गर्छौँ। एक्सपोज भइसकेको बोर्डलाई पिसिबी बनाउनको लागि हामीले 3वटा डिफ्रेन्ट सल्युसन तयार पार्दछौँ। उक्त बोर्डलाई हामीले सुरुमा Na2CO3 सल्युसनले ट्रिट गर्छौँ। यस सल्युसनको मद्दतले कपर ट्रेसेस बस्न पर्ने भन्दा बाहिर रहेको फोटोरेजिस्ट फिल्म हटाउने काम गर्दछ। अब अनावश्यक भागहरू क्लियर भइसकेपछि अब पालो एचिङ सल्युसनको। एचिङ सल्युसनले पिसिबीको अनावश्यक कपरलाई एच गर्छ, जसले गर्दा चाहिने भागहरू मात्र बाँकी रहन्छ। एच भएको पिसिबीलाई एनएच सल्युसनको मद्दतले फोटोरेजिस्ट फिल्म हटाउँछौँ र सफा गरेर ड्रिल गर्न पठाउँछौँ। यो हो सेमी अटोमेटिक स्टेन्सिल प्रिन्टिङ मेसिन। सुरुमा हामीले सोल्डर पेस्टलाई मिक्सर मेसिनमा हालेर मिक्स गर्छौँ अनि यस सेमी अटो स्टेन्सिल प्रिन्टिङ मेसिनमा पिसिबी राखेर सोल्डर पेस्ट लगाउने काम गर्छौँ। अब सोल्डर पेस्ट लगाइसकेको पिसिबीलाई हामीले पिक एन्ड प्लेस मेसिनमा पठाउनको लागि रेडी गर्दछौँ। यो हो पिक एन्ड प्लेस मेसिन। यस मेसिनमा 8वटा नोजलको क्यापेसिटी भएको हुनाले एकैचोटि 8वटा कम्पोनेन्ट्स टिप्न सक्छ भने 88वटा फिडर राख्न मिल्छ। हामीले चाहेको कम्पोनेन्ट्स फिडरमा राख्छौँ अनि पिसिबीमा कुन कम्पोनेन्ट्स राख्ने, कुन फिडरमा कुन कम्पोनेन्ट्स छ जस्ता कुराहरू मेसिनमा सेटअप गर्छौँ। कम्पोनेन्ट प्लेसमेन्ट भएपछि अब पालो रिफ्लो ओभनको, जसले पिसिबीमा रहेको सोल्डर पेस्टलाई हिट गरेर कम्पोनेन्ट्सलाई पिसिबीसँग जोड्ने काम गर्छ। रिफ्लो ओभनबाट निस्केको पिसिबी अटोमेटिक अनलोडर मेसिनको मद्दतबाट म्यागजिनमा गएर बस्छ। अटोमेटेड अप्टिकल इन्स्पेक्सन AOI, जसले पिसिबीमा भएको एरर्स जस्तै सोल्डरिङ डिफेक्ट्स, मिसअलाइन कम्पोनेन्ट्स र मिसिङ पार्ट्सलाई अटोमेटिक तरिकाले एक्जामिन गर्छ। सुरुमा यस मेसिनलाई ट्रेन गर्नुपर्छ अनि यस मेसिनमा रहेको क्यामेराले पिसिबी प्यानलको फोटो लिन्छ र त्यो फोटोको आधारमा चेक गर्छ। यो हो वेब सोल्डरिङ मेसिन। अहिलेको मेसिनहरूले एसएमडी कम्पोनेन्ट्सलाई सोल्डर गर्थ्यो भने यस वेब सोल्डरिङ मेसिनले थ्रु होल कम्पोनेन्ट्सलाई सोल्डर गर्छ। सुरुमा हामीले कम्पोनेन्ट्सहरू म्यानुअली प्लेसमेन्ट गर्छौँ। एसेम्बल भइसकेको पिसिबीलाई हामीले म्यागजिनमा लोड गर्छौँ। पिसिबीलाई कन्भेयर बेल्टबाट तातो सोल्डर वेब हुँदै पार गराइन्छ। यसरी पार गराउँदा सोल्डरको वेबले कम्पोनेन्टको पिनहरूलाई सोल्डर गरेर राम्रोसँग जोड्छ। यसरी जोडिसकेको पिसिबीको सोल्डरिङ राम्रो भएको छ कि छैन भनेर चेक गरिन्छ र राम्रो पिसिबीलाई म्यागजिनमा लोड गरेर प्रोडक्सनको लागि तयार गरिन्छ। मेकानिकल डिपार्टमेन्ट र इलेक्ट्रोनिक्स डिपार्टमेन्टले कोल्याब गरेर फङ्सनल रिक्वायरमेन्ट्स मिलाइन्छ। मेकानिकल डिजाइन अन्तर्गत प्रडक्टको एस्थेटिक्स, एर्गोनोमिक्स, मेटेरियल सेलेक्सन, स्ट्रक्चरल एनालाइसिसहरू परीक्षण गरेर प्रडक्टको इनिसियल 3D मोडल तयार गरिन्छ। 3D प्रिन्टिङ मेसिनबाट प्रोटोटाइप बनाई टेस्ट गर्दै मल्टिपल इन्टरेक्सन गरेर फाइनल डिजाइन फाइनलाइज हुन्छ। प्रोटोटाइप टेस्ट गरिसकेपछि मोल्ड डिजाइनिङ प्रोसेस सुरु हुन्छ। फाइनल भएको डिजाइनलाई CNC तथा अन्य मेसिनरी टुल्सको सहयोगले मोल्ड फेब्रिकेट गरिन्छ। प्रडक्ट बनाउँदा मेटेरियल सेलेक्सन इम्पोर्टेन्ट हुन्छ। हाम्रो रिक्वायरमेन्ट्स मिट गर्ने मेटेरियल अहिलेको केसमा ABS हो, जुन प्रयोग गरी हामीले प्लास्टिक इन्क्लोजर बनाउँछौँ। तयार भएको मोल्डलाई इन्जेक्सन मोल्डिङ मेसिनमा लोड गरेर प्लास्टिक इन्क्लोजरको प्रोडक्सन सुरु गरिन्छ। प्रोड्युस केसिङहरू म्यानुअली इन्स्पेक्सन गरेर डिफेक्ट फ्री र हाई क्वालिटी केसिङ्सहरूलाई सेलेक्सन गरिन्छ। डिफेक्टेड पिसहरूलाई श्रेड मेसिनद्वारा श्रेड गरेर रियुज गरिन्छ। सेलेक्टेड केसिङ्सहरू प्रोडक्ट एसेम्ब्लीको लागि तयार गरिन्छ र फाइनल प्रोडक्सन युनिटमा पठाउने प्रोसेस गरिन्छ। अब इलेक्ट्रोनिक्स र मेकानिकल डिपार्टपछि फाइनल प्रोडक्सन युनिटको काम सुरु हुन्छ। यो प्रोसेसमा सुरुमा हामीले ब्याट्रीको भोल्टेज चेक गर्छौँ। त्यसपछि हामीले स्पोर्ट वेल मेसिनको हेल्पबाट ब्याट्रीलाई वेल्ड गर्छौँ। वेल्ड भएको ब्याट्रीलाई हामीले जेएसटी सोल्डर गरेर मास्किङ टेप लगाउँछौँ।
अब हामीले अघि म्यानुफ्याक्चर गरेको पिसिबीलाई हाम्रो इन-हाउस क्युसी मेसिनबाट चेक गरिन्छ, जसमा स्विच, एलइडी, कनेक्सन्स, आइसीहरू सबै चेक हुन्छ। यदि क्युसी टेस्ट गर्दा कुनै पनि डिभाइस फेल भयो भने हामीले त्यसलाई डिबग गरेर पूर्ण पास गराउँछौँ। पास भएको पिसिबीलाई हामीले टप र बटम बोर्ड एसेम्बल गर्नको लागि इन-हाउस जिगहरू पनि बनाएका छौँ र त्यसैको मद्दतले हामीले टप र बटम बोर्ड एसेम्बल गर्छौँ। पास भएको पिसिबीलाई हामीले एसेम्बल गर्छौँ। एसेम्बल गर्दा बक्स, ब्याट्री र पिसिबी तिनटै एकैचोटि एसेम्बल गरेर QC2 को लागि पठाइन्छ। QC2 मा स्विच, इनपुट भोल्टेज, आउटपुट भोल्टेज, एलइडी चेक गरिन्छ। सबै ठिक भएमा पास देखाउँछ र फेल भएमा कुनै स्टेपमा फेल भएको देखाउँछ। QC2 मा पास भएको डिभाइसलाई हामीले ओभरनाइट चार्जमा राखेर फुल चार्ज गर्छौँ। चार्ज भएको डिभाइसलाई फेरि 400 मिलिएम्पियर करेन्टमा डिस्चार्ज गराउँछौँ अनि टाइम ट्र्याक गर्छौँ। यस टेस्टमा पास भएको डिभाइसलाई हामीले पूर्ण चार्जमा राखेर नेक्स्ट स्टेपमा जान्छौँ। पास भएको डिभाइसहरूको हामीले स्क्रु लगाएर स्लाइडरहरू अन अफ गर्दा स्मुथ छ कि छैन भनेर चेक गरेर फेरि QC2 मा जान्छौँ र यसरी नै हाम्रो प्रडक्ट एसेम्बली साइकल कम्प्लिट हुन्छ। अब प्रडक्ट एसेम्बली साइकल कम्प्लिट भएपछि प्रडक्ट प्याकेजिङ गर्ने समय सुरु हुन्छ। हाम्रो इन-हाउस डिजाइनरहरूले प्रडक्टको सेफ्टी, एस्थेटिक्स, इन्फर्मेसन र युजर एक्सपिरियन्सलाई मध्यनजर राख्दै प्याकेजिङ डिजाइन गर्छन्। CO2 मेसिनले लेजरबाट कटिङ, इन्ग्रेभिङ र मार्किङ गर्ने काम गर्छ। हामीले यसलाई प्रोटोटाइपिङ र टेस्टिङको लागि पनि युज गर्छौँ। प्रोटोटाइप बनाई टेस्ट गर्दै मल्टिपल इटरेसन गरेर फाइनल डिजाइन फाइनलाइज गरेर प्रिन्टिङको लागि प्रोसेस गर्छौँ। प्रडक्टको युनिक आइडेन्टिटीको लागि हामीले इन-हाउस सिरियलाइज स्टिकर जेनेरेट गर्छौँ। त्यसपछि जेनेरेट गरेको स्टिकरलाई हामीले प्रडक्टमा लेबलिङ गरेर राख्दछौँ। अब हामीले रबर फिट र वारेन्टी भोइड स्टिकरहरू टाँसेर प्याकेजिङ गर्दछौँ। फाइनल प्रडक्टको सबै कुरा रेडी भइसकेपछि हामीले चेक गरेको केबल र वारेन्टी कार्ड र युजर गाइड सहित स्टोरमा राख्छौँ। फाइनल प्याकेज डिभाइस सिपमेन्ट अर इन्भेन्ट्रीमा स्टोर गर्दा लेबलिङ एन्ड डकुमेन्टेसनमा सिरियल नम्बर, ब्याच नम्बर, QC पास स्टिकर कन्फर्म गरिन्छ र इन्भेन्ट्री डाटाबेसमा एन्ट्री हुन्छ र यो सँगै हाम्रो हरेक प्रडक्ट यसरी नै तयार हुन्छ।